गाउँ खतरा छ नि म बिल्डिङहरू नि खतरा खतरा है। हेलो गाइज, वेलकम ब्याक। गुड मर्निङ। होइन म चाहिँ उठिसकेको छु। अहिले चाहिँ कति बज्यो भनेदेखि 9 बजिसकेको छ होइन। अनि बिहानको हावासँगै उठिसकेको छु, टक्क रुममा छु है। अनि अब चाहिँ अलिअलि डेली लाइफ अलिकति भ्लग राखौँ भनेर अलिकति अब के गर्नु हुन्छ यहाँ होइन। अलिकति भ्लग गर्छु। अहिलेसम्म अब कामहरू फिक्स भएको होइन। हाम्रो स्कुल त अहिले बिदा भइरहेको छ, गोल्डन विक भएर। अनि अब कहीँ घुम्न गयो भने देखाउँछु। अनि त्यही अब डेली लाइफको सानो भ्लगहरू राख्छु। अब चाहिँ हामी अब दुध केटाहरू सुतिरहेको उठ्छ अहिले। अब टक्क दुध बसाल्नेको छु है त गाइस। पालो कुकिङको होइन, टक्क लाएर खानासाना बनाउँदैछु। कस्तो हुन्छ होइन। मसरुम बनाउनु गइरहेछ आज। अहिले चाहिँ गेम खेल्दै थिएँ, केटासँग गफ गर्दैछ हामी। आजबाट हाम्रो भ्लग सुरु भएको छ यहाँ। हामी चाहिँ अब सामान लिन जान आँटेको है। बाहिरको सिनहरू अलि देखाउँछु है कस्तो छ। सिधै साइकलमा भेटौँ है त। त्यसो चाहिँ प्लेन उड्दो रहेछ, कति उड्छ होला यो। एकैचोटि आकाशमा हिँड्नुपर्छ यताउता गरेर। हिजो मैले रेकर्ड गरेको थिएँ, 7वटासम्म थियो कि प्लेनहरू माथिबाट स्वाट्ट उड्छ। केटाहरूले साइकल निकाल्दैछ होइन। हाम्रो चाहिँ अब अहिले BMW भने पनि साइकल नै हो, फरारी भने पनि साइकल नै हो। हाम्रो सेनपाली त उहाँ आउनुहुन्छ होइन। उहाँलाई इन्सुरेन्सको हाम्रो के भएको मेरो फरारी निलो फरारी यही हो। के गयो अब आइयामा कसम। यहाँ चाहिँ बाटोमा चाहिँ खिच्न दिँदैन, म यहाँ अफ गर्छु है त। ट्राक्टर लाएर केटाहरूले चलेर आएको छ। यहाँ चाहिँ भिडियो खिच्न दिँदैन है साइकल चलाउँदाखेरि। धेरै साइकल चलाउँदा भिडियो खिच्यो भने त यहाँ 20,000 छ गाइस। धेरै रिक्स छ। माथि हेर न, कडा छ हेर। त्यहाँ माथि हेर न केटा हो, यता मोमो खानु मन लाग्यो भने त यता आउनु होला। तर 500 रहेछ होइन, ठिक छ। यहाँ लेखिरहनु भएको रहेछ पानीपुरी। पानीपुरी एक प्लेटको 350 एम। के हो यो, चिकन कि थाहा भएन। स्पाइनिस चिकन करी। मोमो त देखाएको छैन। मोमोको चाहिँ 500 लिन्छ यहाँ। अनि नेपाली खाजा सेटको 700 रुपियाँ। ठिक छ। यहाँसम्म के अरे यति पाउनु भने ठुलो कुरा हो। हामीले त आफैले बनाउन आउँछ होइन। आफै बनाउने हो, चट्ट खाने हो। टेस्ट अलिकति मिठो हुन्न। जब बनाउनु पाएन हाम्रो त यहाँ इन्सुरेन्सको बिल आएछ होइन। कति आएछ हेरौँ। चट्ट गाइस, हामीले हिरो भनेर कोबेतिर होइन रेल चढेर हामी कोबेतिर घुम्न गइरहेको छौँ। अब टक्क रेलमा गरेर अनि साइकलमा गएर भेटौँला होइन। क्याब लाउँ कि नलाउँ, भयो गाइस म चाहिँ होइन।
हाम्रो चाहिँ 3जना टिम आइसकेको छ होइन 3जना जान लाग्यो कोवेसम्म यसो घुमिरहौँ अब स्कुल सुरु भएपछि हाम्रो अब काम पनि सुरु हुन्छ भ्याउँदैन त्यसकारण अहिले हो मजा नि घुम्ने खाने मस्ती गर्ने तर होइन नेपालबाट यहाँ आउनु बेरसम्म के अरे होमसिक त हुन्छ तर साथीहरू भयो भने चाहिँ अलिकति कमै हुन्छ है सकेसम्म अब साथीहरूसँग घुलमुल भयो भने चाहिँ अब नेगेटिभ थटहरू आउँदैन स्याट हुँदैन केटाहरू म एक हातले चढाइदिउँ हाम्रो टोयोटा BMW चाहिँ पार्क भइसकेको छ है त यो चाहिँ सिनखानसेनको के अरे ठ्याक्कै माथिबाट चढ्छ हामी चाहिँ मुनिबाट हिँडिरहेको छौँ पार्किङ ठ्याक्कै एक दिनको 100 रुपियाँ अरे खतरा खतरा साइकलहरू छ साइकल त हुने साइकललाई तेल त कसले नहाल्दैछ जाँदैछौँ हामी त यो भिटामिन चाहिँ कपाडहरू कपाड हामी चाहिँ यहाँ ट्रेनको टिकट काटिसकेका छौँ होइन 3जनाको क्याब लगायो भने कपाल बिग्रिन्छ नि फर्स्ट टाइम सेकेन्ड टाइम ट्रेन चढ्दै हामी चाहिँ कब आइसकेका छन् हाम्रो म्याप त यस्तो छ होइन के बुझ्ने होइन कहाँबाट आएको हामी गाई पनि आउँछ सिधै कि हो जापानमा आएपछि यहाँ गाईबाट बच्न गाह्रो छ यार जेमा पनि गाईको मासु के खान्छ हामी टक्क देखाउँछ त गाई चाहिँ हामी यहाँ केटाहरू टक्क है मोमो हाम्रो चाहिँ यहाँ भिडियो सेसन हुँदैछ मेरो ग्रुपमा चाहिँ अलि अँध्यारो पनि राम्रो आउनु त्यही भएर मोबाइलबाट गर्छु होइन दामी आइरहेछ बबाल ठाउँ त्यस हामीलाई चाहिँ अलिकति गाउँतिर पठाइदिए होइन यहाँ चाहिँ अलिकति जापान जस्तो टाइपको छ अहिले होइन दामी छ माथि टक्क साथीहरूले मिठो खानेकुरा खान्थ्यो आज धेरै दिनपछि क्रेभिङ मेट्यो आज हाम्रो आइरह है भिडियोग्राफर म त बिहाइन्ड द सिन खिचिदिन्छु केटाहरूको ल डेन्जर ल लाइट बसिरहेको तर यहाँ जता हेरेको त रमाइलो रहेछ एकदमै चिल टाइपको पछाडि गरेको न खतरा है
अगाडि त समुद्र छ अरे अब यता समुद्रमा एकछिन चिल पारेर बस्छु लाउँदा त लाइट बाले आएन मुलाहरू तर त अब हेर्ने हो ठ्याक्क लगाएर यस्तो दिस इज जापान भन्ने राजहरूलाई जता हेऱ्यो त्यतै रमाइलो बाइकहरू देखेर त रहर लाग्ने कि आफ्नो बाइक छोडेर आयो है खतरा बाइकहरू हुन्छ अब हामी त्यही समुद्रतिर जाँदैछौँ समुद्र अस्ति मैले पौडी खेलेर आएँ अब कुनै दिन फेरि बिदा भयो भने जाउँला अब 2-3 दिन हो त्यसपछि त कलेज सुरु हुन्छ मेरो सरी स्कुल सुरु हुन्छ स्कुल अनि कामहरू उता रहेछ समुद्र उता हो बवाल छ त्यो गाइस ढिला आयो होइन तर आमा अगाडि हेर्नु एनिमी चाहिँ यहाँ टक्क ल्याएर यहाँ यस्तो तर त केटा हेर न जान्लामा एनिमी कि एनिमी केटाले कहाँ लिएर आयो यार हेर लिएर नि जानु बवाल छ एनिमी हेर हेर्दा आँखा थाक्यो तर सकिएको छैन खत्रै छ कि मेरो पास चाहिँ पानी पर्न लाग्यो जस्तो है This one is Kobe guys खतरा चाहिँ बिल्डिङहरू नि खतरा है आज त थोरै खिच्छु भनेर बसेको त जे देखेँ त्यही मनपर्ने हेर्नु गर्न खतरा छ अब फ्यामिली मार्ट छिर्छु अनि त्यसपछि भेटौँ है आज त यति नै खिच्छु है अब सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गर्नु होला म अलिअलि अब आफूले जानेको बुझेको अब भर्खर आउँदैछु देखाउने छु होइन till then bye bye see you in next video bye bye